त्रेतायुगमा भगवान रामचन्द्र वनवासको क्रममा रामपुर 3 महिना बस्नुभएको ग्रन्थहरूमा उल्लेख छ। सोही आधारमा रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, रामचुलो, रामचे, रामकुवा लगायतका ऐतिहासिक धार्मिक स्थलहरू भगवान रामको नामसँग जोडिएर रहेका छन्। त्रेतायुगमा भगवान रामचन्द्र वनवासको क्रममा रामपुर बस्नुभएको भन्ने मान्यताका आधारमा रामपुरको नामाकरण भएको हो। रामपुरको बारेमा स्कन्द पुराणको हिमवत खण्डको 47 र 48मा भगवानले रक्षा गरेको उत्तम ठाउँ रामपुर हो, जहाँ सधैँ राम बस्नुहुन्छ, जसको दक्षिणपट्टिको टापुमा अति सुन्दर सीताकुण्ड छ, जहाँ जगतको माता जनकको छोरी सीता बस्नुहुन्छ भन्ने उल्लेख छ। सोही मान्यतालाई आधार मानि पाल्पाको ऐतिहासिक एवं सुन्दर नगरी रामपुरमा यस वर्ष राम सीता विवाह पञ्चमी विवाह उत्सव मनाइएको छ। भगवान रामसँग जोडिएको ऐतिहासिक धार्मिक तपोभूमि रामपुरमा विवाह पञ्चमी विवाह उत्सव मनाइएको हो। रामपुरको इतिहासमै पहिलो पटक र नेपालको जनकपुर धामपछि रामपुरको रामघाट सीताकुण्डमा यो उत्सव मनाइएको छ। कालीगण्डकी नदी तटीय उपत्यका क्षेत्रको पावन भूमि रामपुरमा पहिलो पटक भव्यता, दिव्यता र श्रद्धाका साथ धार्मिक ऐतिहासिक श्रीराम जानकी विवाह पञ्चमी उत्सव ऐतिहासिक धार्मिक सीताकुण्डमा धुमधामका साथ मनाइएको छ। नगरभित्रका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्न रामपुर नगरपालिकाको आयोजनामा विवाह उत्सव सम्पन्न भएको हो। वडा नम्बर 5 को रामघाटबाट जन्तीसहित सीताकुण्डमा हजारौंको संख्यामा भक्तजनहरू पुगेका थिए। भगवान राम सीताले वनवासको क्रममा विचरण गरेको ऐतिहासिक भूमि रामपुर नगरपालिकाको रामघाटदेखि जन्तसहित भक्तजनहरू सीताकुण्ड पुगेका हुन्। वनवासको क्रममा भगवान रामले पानी खानु भएको भन्ने धार्मिक विश्वास रहेको वडा नम्बर 7 को रामकुवाबाट ल्याइएको जल चढाएर धार्मिक विधि र परम्परा अनुसार रामघाटमा विवाहको होम हवन सहित पूजा अर्चना गरिएको थियो। त्यसपश्चात भगवान रामको प्रतिमूर्तिलाई पञ्चकन्या सहित रामघाट धाममा रहेको मन्दिरको परिक्रमा गराइएको थियो। पूजा गरिसक्नुभएका समुदायका ज्येष्ठ सदस्यहरूबाट टीका सहित आशीर्वाद ग्रहण गरी विवाहको बरियात निकालिएको थियो। रामपुर नगरपालिका भित्रका विभिन्न जात जाति, धर्म र समुदाय, विद्यालय तथा शैक्षिक संघ संस्था, जनप्रतिनिधि, राजनीतिक दल, क्लब, समूह र विभिन्न धार्मिक संस्था, धार्मिक अध्येता, महन्त, पण्डित, बटुक, विभिन्न संघ संस्था, प्रहरी, राष्ट्र सेवक कर्मचारी, सरकारवाला श्रद्धालु भक्तजनहरूको उल्लेखीय सहभागितामा भगवान राम सीता विवाह पञ्चमीको बरियात सीताकुण्डका लागि प्रस्थान गरेको थियो।
विभिन्न झाँकी सहित प्रस्थान गरेको जन्ती भगवान रामले कोइला खसालेको भन्ने किम्बदन्तीसँग जोडिएको स्थान कोइलीटारीमा रहेको यज्ञ परिक्रमा गराइएको थियो। कोइलीटारीको धार्मिक महत्त्वबारे यस्तो बताउनुहुन्छ स्थानीय ज्येष्ठ नागरिक। रामघाट नुहाउनु भयो, नुहाइधुवाइ गरेर आएर यहाँ आउँदा यहाँ कोइला खस्यो, कोइला फ्याँकेको ठाउँ भएर कोइलीटारी भनेको यहाँ खन्नुहोस् भाउ, जति खने नि अगारै मात्रै छ यो जग्गामा, यहीँ मात्रै होइन, यहाँ फ्याँकेको ठाउँ भएको हो। यहाँ यो कोइलीटारी भनेको पानी लाउने जग्गा जति सबै कोइला छ भाउ। अहिलेको कुरो अहिलेको पालाले भनेको बल्ल अहिले एउटा यो राम सीताको बिहा बल्ल भयो। त्यो सीता सानै रहेछन् क्या, सीता कुण्ड भनेको यहाँ सीता नछुनी भएर माथि गएर पोखरी खनेर उहाँ नुहाएर उहाँ अलापे नुहाएर बसेको ठाउँ लुक्यो। आज राम सीताको बिहा हुने, अब जिन्दगीभर भइरहने हो रामको र सीताको बिहा। कोइलीटारी भनेको बाबु यही हो। यज्ञ परिक्रमापछि बाजागाजा नाच र झाँकी सहितको जनता भम्बक, कान्जी हाउस, बेझाड बजार हुँदै रामचुल्लो राम मन्दिर पुगेको थियो। श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको जन्तीलाई रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थीहरूले दोहोरै बसेर फूलले स्वागत गरेका थिए। राम मन्दिर रामचुल्लोमा आइपुग्दा श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति देख्दा यो उत्सव मात्र होइन, धार्मिक महाउत्सव हो भन्ने अनुभूति गराएको थियो। भजन कीर्तन सहित जन्तीको स्वागतका लागि भएको यो उपस्थितिले भगवान रामसँग जोडिएका स्थान, रामपुरको धार्मिक महत्व र महिमा प्रतिको चिन्तनलाई उजागर गरेको प्रष्टै देखिन्थ्यो। वनवासको क्रममा भगवान रामले खाना पकाई खाएको रामचुलोमा पूजा गरी दही कसार सहितको सगुन ग्रहण गरेर विवाहको जन्ती रामपुरको मुख्य बजार बेझाड बजारबाट सीताकुण्डका लागि प्रस्थान गरेको थियो। एकै लाइनमा सडक भरिभराउ जन्तीले बजारको दृश्य केही समय फरक र हेर्न लायकको बनाएको थियो भने पञ्चे बाजा र झाँकी सहितको लावा लस्करले बजारलाई केही समय गुन्जयमान बनायो। स्काउट र विद्यार्थीहरूको भव्य स्वागत र सम्मानले पैदलै जन्ती हिँडेका श्रद्धालु भक्तजनमा झनै उत्साह थपेको थियो। बेझाड बजार, तीनतले चौतारी, समाङसिंह, रेवती पोखरा, गाम पोखरा, लाकुरी भन्ज्याङ, टुबाग हुँदै बरियात अर्थात् जन्ती टोली सीताकुण्ड पुगेको थियो। पैदल हिँडेका जन्तीलाई विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरी स्थानीयले स्वागत गरेका थिए। बाजागाजा सहित उत्साहका साथ हिँडेको जन्तीले ठाउँ ठाउँमा गरेको नाचगानले विवाहको रौनकता झनै थपिएको थियो। रामघाटबाट निस्किएको बरियात करिब 3 घण्टाको पैदल यात्रा पश्चात धार्मिक ऐतिहासिक पवित्र भूमि सीताकुण्ड पुग्यो।
वनवासको क्रममा सीता माता रजस्वला भएको समयमा पवित्र कालीगण्डकीको पानी छुन हुँदैन र छुट्टै बस्नुपर्छ भन्ने मान्यताका साथ भगवान रामले बाण प्रहार गरी नुहाउने कुण्ड बनाइदिएको र सीतामाता त्यही बस्नु भएको भन्ने किम्बदन्ती छ। सोही अनुसार सीताकुण्ड नामाकरण गरेको पाइन्छ, जहाँ खानका लागि धान समेत त्यही फलाएको र सोही धान अहिले पनि सोही कुण्ड नजिकै रहेको छ। स्वागतका लागि आतुर रहेको वरको पर्खाइमा रहेको वधुको घर जस्तै सुसज्जित थियो सीताकुण्ड। हजारौं भक्तजनहरूको उपस्थितिमा माइती पक्षले जन्तीलाई परम्परा अनुसार स्वागत गरेका थिए। भगवान रामको प्रतिमूर्ति सहितको जन्तीलाई स्वागत पश्चात सीताकुण्ड मन्दिर परिक्रमा गराइएको थियो। त्यस पश्चात वैदिक विधि अनुसार विवाह मण्डपमा यज्ञ हवनसँगै विवाह कार्य सम्पन्न गरियो। धर्मोदय 10 अवतार बालन सांस्कृतिक समूहको नाट्य शैलीमा आधारित भगवान राम सीताको प्रतिमूर्तिका रूपमा सुसज्जित राम सीतालाई स्वयम्वर र माला पहिर्याइएको थियो। विवाह कार्य सकिएपछि धर्मोदय 10 अवतार बालनको समूहले भगवान राम सीता विवाहमा आधारित नाटक मञ्चन सहितको बालन प्रस्तुत गरेका थिए। साह्रै दुःख दिएका छन्। यस्ता धनुष कति उठाइए कति उठाइए पर्ने हुन्छ, त्यसैले नबस्दिनु होला। रामचन्द्र भगवानको वैवाहिक कार्य पश्चात झमक्क परेको साँझमा अब बेला भएको थियो जन्ती प्रस्थानको। बेहुला पक्ष र बेहुली पक्ष बीच
परम्परागत शैलीमा सम्धेरो समेत लगाइएको थियो। माइती पक्षका वडा नम्बर 3 का अध्यक्ष दामोदर पाठक, 4 का अध्यक्ष रामबहादुर राणा, धार्मिक अभियन्ता सन्दीप राणा सहित स्थानीयले जन्ती पक्षका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रवक्ता कपिल बहादुर खाँड, वडा नम्बर 5 का अध्यक्ष दुर्गा प्रसाद पोखरेल सहित जन्ती पक्षलाई भेटीसहित विदाई गरेको थियो। विदाईको यो शैलीले त झन् विवाह उत्सवमा मौलिकता थपिएको थियो। नमस्ते गर नमस्ते भइसक्यो सीता रोएकी छन्, अब बिदाई हुने बेला हो। दुईटा मैले फोटो खिचाउनु है। जन्तीको विदाईसँगै रामघाट धाममा विधिपूर्वक सीतामाई भित्र्याइएको थियो। राम सीताको कुशको प्रतिमा बनाई प्रतीकात्मक विवाह संस्कार पूरा गरेपछि विवाह उत्सवको विधिपूर्वक समापन गरिएको छ। जन्ती टोली रामघाटमा फर्किएर विधिपूर्वक विवाह उत्सवको समापन गरिएको छ। रामपुरमा भगवान राम र सीता 3 महिनासम्म बसोबास गर्नुभएको ग्रन्थहरूमा उल्लेख रहेको बताउँदै सोही अनुसार नगरभित्र रहेका भगवान रामसँग जोडिएका स्थानहरूको प्रचार प्रसारसँगै यहाँको धार्मिक महिमाको संरक्षण र प्रवर्धनका लागि विवाह उत्सव आयोजना गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनु भयो। यो वास्तवमा रामपुर नगरपालिकाले राम सीता विवाह उत्सव भनेर सुरु गर्न लागेको पहिलो वर्ष नै हो।
र गत वर्ष म यहाँदेखि जुन सीताकुण्ड हाम्रो चाहिँ यहाँदेखि समुद्र सतहदेखि करिब 1300 मिटरको उचाइमा एउटा सीताकुण्ड चाहिँ छ, जसमा चाहिँ सीताले बसेको भन्ने कुरा विभिन्न श्लोकहरूमा धार्मिक ग्रन्थहरूमा पनि लेखिएको छ। त्यही अनुसार यहाँ राम यो कालीगण्डकी जुन चाहिँ रामले युद्ध जितिसकेपछि यहाँ चाहिँ करिब 3 महिना जति सीताको साथमा चाहिँ यहाँ आएर राम राज्य गरेको भन्ने धेरै चाहिँ मतलब ग्रन्थहरूमा लेखिएको हामीले बुझेका छौँ। र सोही अनुसार राम चाहिँ यो कालीगण्डकीको पेरिफेरीमा बस्ने राम सीता, तर सीता चाहिँ रजस्वला हुँदाखेरि यो चाहिँ कालीगण्डकीको यो जललाई चाहिँ प्रयोग गर्नुहुन्न र यसको छेउछाउमा बस्नुहुन्न भनेर रामले चाहिँ सीतालाई चाहिँ लगेर रजस्वलाको बेलामा सीताकुण्ड भन्ने जुन चाहिँ एउटा एकान्त ठाउँमा पहाडको चाहिँ यो रामपुर नगरपालिकाको सबैभन्दा हाइटमा भएको ठाउँ हो। मैले भने करिब 1300 मिटरको उचाइमा भएको ठाउँमा रामले बाण हानेर चाहिँ मतलब एउटा कुण्ड बनाउने पानी निकाल्ने र सीतालाई त्यहीँ राख्ने भन्ने कुरा चाहिँ विभिन्न ग्रन्थहरूमा, यसमा चाहिँ तपाईँको स्कन्द पुराणको हिमवत खण्डको 47 र 48 श्लोकमा त्यो चाहिँ लेखेको प्रश्न छ। यदि अयोध्यामा यदि सीता चाहिँ अयोध्यामा बाहेक कहीँ नेपालको त्यो रहेछ भनेदेखि यही ठाउँमा छ भन्ने कुरा यस्ता चाहिँ ग्रन्थहरूले प्रश्न भएको कारणले गर्दा हामीले यसलाई उत्सवको रूपमा पनि, किनभने सीता त्यहाँ बस्ने राम यहाँ बसेको कारणले गर्दा उहाँहरूको चाहिँ एउटा मिलन गराउनुपर्छ भनेर यसलाई उत्सवको रूपमा चाहिँ हामीले सुरुवात गरेका छौँ। रामले बसोबास गरेका कुराहरू धेरै ठाउँ छ, जस्तै यो रामघाट भयो वार्ड नम्बर 5 को, त्यस्तै राम मन्दिर जहाँ चाहिँ रामले खाना बनाएर पकाएको चुलोदेखि लिएर त्यहाँ बसेको ठाउँहरू, हामीले चाहिँ मतलब त्यो रामकुवा जसबाट आज हामीले त्यहाँको रामले पानी पिउने चाहिँ जल ल्याएर आज चाहिँ यहाँ राखेर प्रयोग गरेका छौँ भने, त्यस्तै गरी सीताकुण्ड रामचे यस्ता ठाउँहरू प्रशस्त चाहिँ मतलब हाम्रो धार्मिक ग्रन्थहरूमा लेखिएको कारणले गर्दा यो कतै लुकेको हो कि हाम्रा ती चाहिँ यस्ता चाहिँ ऐतिहासिक धरोहरहरू चाहिँ कहीँ चाहिँ मतलब लुकेर बसेको भन्ने हिसाबले यसलाई उजागर गर्नुपर्छ भन्ने रामपुर नगरपालिकाको आयोजनामा हामीले चाहिँ यो सुरुवात गरेका छौँ। र सीताकुण्ड भनेको यस्तो ठाउँ छ, तपाईँले त्यहाँ देख्नुभयो भने एउटा वनस्पति छ, त्यो वनस्पति अहिले हाम्रो यहाँका चाहिँ बाली नाली विशेष गरेर धान पाक्ने बेलामा त्यो चाहिँ धान बनेको छ। त्यहाँ ससानो चाहिँ मतलब एउटा धानका मसिना चाहिँ चामलका गेडाहरू हुन्छन् भने अब यो धान काटिसकेपछि त्यो फेरि एउटा झारमा परिणत हुन्छ र चैत वैशाखमा दुबोमा परिणत हुन्छ र फेरि यसरी चाहिँ त्यस्तो किसिमको एउटा चाहिँ शक्ति रामले चाहिँ सीतालाई चाहिँ खानपानको व्यवस्था गर्नको लागि त्यस्तो चाहिँ मतलब वनस्पति चाहिँ यो नेपालकै एउटा नौलो वनस्पति भएको कारणले गर्दा यसको अत्यन्तै चाहिँ महत्त्व छ। तर महत्त्व यसरी लुकेका चाहिँ मतलब हाम्रा चाहिँ संरचनाहरू, हाम्रा महत्त्वहरू, हाम्रा धार्मिक धरोहरहरू यसरी लुकेको कारणले गर्दा यसको उजागर गर्नुपर्छ र साथसाथै धर्मको साथसाथै हामीले चाहिँ यो पर्यटन विकासलाई पनि हामीले अगाडि बढाउनुपर्छ र यसरी मेला महोत्सव गर्दा यहाँ स्थानीय उत्पादन भएका चिजहरूलाई बिक्री वितरण गर्न सकिने, आन्तरिक तथा बाह्य पर्यटकहरू पनि आउन सक्ने, साथसाथै हाम्रो चाहिँ मतलब धर्म संस्कार र संस्कृतिहरूलाई पनि जोडाउने हिसाबले चाहिँ रामपुर नगरपालिकाले यो आयोजना गरेको छ। झण्डै 10,000 श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थितिमा रामसीता विवाह पञ्चमी विवाह उत्सव समापन गरिएको छ। विवाह पञ्चमीमा प्रयोग भएका विभिन्न सामग्रीलाई मङ्सिर पूर्णिमाको दिन कालीगण्डकी नदीमा लगेर विसर्जन गरिएको छ। विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिकाले मातहतका कार्यालयहरूमा स्थानीय बिदा समेत दिएको थियो। मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जगत जननी जनकको आदर्श, जगत जननी जानकीको आदर्श तथा पवित्र वैवाहिक सम्बन्धले सत्य, धर्म, कर्तव्यबोध र त्यागको शाश्वत शिक्षा दिन्छ। यो महाउत्सव रामपुरको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गरिमालाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पृथक र गौरवशाली पहिचान स्थापित गर्न सफल भएको छ। यसले रामपुरको पहिचानमा नयाँ इँटा थपेको छ भने धार्मिक महत्त्वमा बढावा मिलेको छ। धार्मिक पर्यटनको विकाससँगै पहिचानको स्वर्णिम उत्सवको रूपमा यो उत्सवलाई स्थापित गर्न सरोकारवाला सबै एक भएर निरन्तरता दिनु आवश्यक छ।